हेलो साथीहरू, यो चाहिँ मैले होइन मेरो छोरीको 8 मन्थको फोटोसुट म्याङ्गो ट्री बनाएर होइन 8 म्याङ्गोले लेखेर अनि फोटोसुट गरेको छु। तपाईँहरूले चाहिँ हेरिदिनु होला सबै पिक्चरहरू होइन, अनि के कस्तो छ भनेर कुन पिक्चर तपाईँहरूले राम्रो लाग्यो भनेर हेरेर मलाई चाहिँ कमेन्ट गर्नुहोला तल। र चाहिँ यो चाहिँ मेरो आफ्नो आइडिया होइन, मैले जस्तो एउटा चाहिँ रुख बनाउन खोजेर त्यो माथि छोरीलाई बसाएर होइन झोला जस्तो बनाएर त्यो माथि बसाएर चाहिँ क्लिक गर्न खोज्ने चाहिँ कोसिस चाहिँ गरेको छु। बट डन्ट नो कस्तो भएको छ, तपाईँहरूले रिभ्यू दिनुहोस्। मेरो छोरी चाहिँ एकदम इन्जोय गरिरहेको थियो। तर मेरो छोरा चाहिँ योभन्दा ठुलो छ कि 2.5 वर्षको छ। छोरा चाहिँ पहिला सानोमा त मान्थ्यो होइन फोटोसोटो खिचाउनलाई, अब त मान्दैन। लास्टमा मैले चाहिँ उसको पनि पिक्चर राखेको छु, हेर्नु होला कस्तो रोको छ। अनि फेरि उसले चाहिँ बेबीलाई यो गर, यो त्यो नगर, यसो गर उसो गर भनेर चाहिँ बहिनीलाई चाहिँ सिकाउने। अनि आफ्नो गर्ने बाबु तिमी यसो गर भनेको चाहिँ मान्ने कि बचाउने त्यस्तै हो। अलिकति बुझ्ने भएपछि अलिक धेरै नै बुझ्ने भइहाल्छ, पुरै मान्दैन कि। अनि यो मेरो छोरीले चाहिँ डिफ्रेन्ट पोजहरू दिएको छ, कतिवटा पिक्चर सेम जस्तो पनि छ। मेरो छोरीको गालामा चाहिँ हेर्न सक्नुहुन्छ, यस्तो डाम छ त्यो मेरो छोरीले फुटेर गरेको रहेछ कि। छोरा चाहिँ अन्त धेरै माया गर्छ मेरो छोरीलाई, बट उसलाई अलिक सन्चो छैन कि, हेर्न सक्नुहुन्छ मेरो छोरालाई। सो त्यो चाहिँ अलिकति रिसाउँछ अनि बहिनीलाई कुनै बेला चाहिँ फुटिदिन्छ। यो यतिखेर चाहिँ हेरिरहन्छु रोको पिक्चर। यो चाहिँ दुवै भाइ बहिनीले झगडा गरेर रोको हो कि, ऊ पनि भाइ पनि रुने, दाइ पनि रुने अनि बहिनी पनि रुने भएको रहेछ कि। मेरो क्युटी पाईहरू दुवै मेरो साइडमा मेरो छोरा सुतेको छ। अनि ऊ पनि रोएर किन बेबीलाई उठाउनु भयो भनेर रोँदै पिक्चर पनि क्लिक गराएन, ड्रेस आएर बसिरहेको